होइन यो कसैले कसैलाई पक्रिन सक्दैन भाइ, यति कुरा बुझ्नु। अब केपी ओलीलाई पनि पक्रिन सक्दैनन्, कसैलाई पनि पक्रिन सक्दैन। यिनीहरूको हात्ती आयो फुस्सा भयो, सबैभन्दा नराम्ररी गरिबले दुःख पाए। हो अब सुशीला कार्कीले अलिक दिनमा नि आर्मी र हामी भएर बक्सा पनि सेटिङ गरेको भनेर चाहिँ कुन दिन भन्छन्, त्यो भनेपछि नि त्यो मात्रै भन्न बाँकी छ। पूर्व सञ्चार मन्त्री कुरो बुझ्यो? खरेलको 30 अर्बको अब त्यो कुरामा छानबिन गर्नुपर्छ कि पर्दैन? पूर्व सञ्चार मन्त्रीको हिजो अस्तिको सञ्चार मन्त्रीको 30 अर्ब रुपियाँ पैसा घोटाला काण्ड आयो। अब आज लगेर चाहिँ नि एउटा ब्याङ्कको सिओलाई, प्राइभेट ब्याङ्कको सिओले लगेर थुनियो ज्योति पाण्डेलाई। मैले अस्ति पनि भनिनँ, जो होचो उसैका मुखमा होचो। ज्योति पाण्डेलाई लगेर त्यो सिओ भनेको आज नेपालको सबैभन्दा अब्बल सिओ, हरेक प्रोजेक्टमा पुग्ने मान्छे। र म तपाईँलाई एउटा कुरा के भन्छु भने, त्यो बेच्न स्वीकृति दिने मान्छे त सरकार हो नि त। ब्याङ्कले त लगानी गरेको चिज लिलाम गर्यो। के गल्ती गर्यो ब्याङ्कले? ब्याङ्कले गल्ती गर्यो, के गर्यो त? लु भनौँ न त। भित्र आएको सम्पत्ति लिलाम गर्यो, लियो। ब्याङ्क पनि त दायित्व होला नि त मान्छेको पैसाको, होइन? नागरिकको पैसाको त दायित्व होला ब्याङ्कलाई। यता पैसा नउठाउँदा पैसा उठाएन भन्ने, अनि आफ्नो पैसा लिलाम गरेर उठाए त के गर? तर त्यसमा तलमाथि गर्ने भनेको त सचिशलाई आचार्य हो एउटा यो जगदीश खरेल हो नि त सञ्चार मन्त्री। त्यतिखेरको प्रधानमन्त्री सुशीला कार्की हो नि त। छानबिन गर्नुपर्छ कि पर्दैन? अनि लगेर एउटा सिओलाई थुन्दाखेरि हुन्छ त? सिओलाई थुनेर के पाइन्छ? उहाँले त आफ्नो पैसा उठाउनु भयो। छानबिनको रडारमा जगदीश खरेल पनि तानिनु पर्ने हो नि त। जसरी आज ज्योति पाण्डेलाई ल्याएर थुनेको छ त्यसरी नै नि त्यो उसलाई पनि ल्याएर थुन्नुपर्छ नि, जगदीश खरेललाई। होइन भनेदेखि ज्योति पाण्डेलाई छोड्नुपर्छ र बाहिरबाट चाहिँ राखेर चाहिँ तारिकमा राख्दा हुँदैन। त्यो हो कुरा। ल साथी।